साथीहरु तपाईको एकदम चाहिँ पहिलो दाँतलाई घरमै बसी घरेलु सामानहरु प्रयोग गरेर 2 दिनमै टलक्क चाँदी जस्तै टल्काउन चाहनुहुन्छ भने आउनुहोस् यी घरेलु सामानहरुको विधिबाट तपाईको दाँतहरु टलक्क टल्काउने आज तपाईलाई हामीले नयाँ टिप्स दिनेछौं। यो विधि बनाउनको लागि सबैभन्दा पहिला त लसुन लाने, लसुनलाई मजाले यसरी हामीले छिल्का चाहिँ छिल्ने हैन। त्यसपछि चाहिँ मजाले छिलिसकेको लसुनलाई मजाले चाहिँ सफा गरेर पानीले धुलाएर हैन, सफा गरेर एउटा राम्रो सफा बर्तनमा राख्ने। यसरी मजाले लगेर सिलौटोमा चाहिँ तपाईले मसिनो गरेर चाहिँ लेदो हुने हिसाबले यसरी यसलाई पिस्न सक्नुहुन्छ। नभए तपाईले चाहिँ गाउँघरमा हैन सिलौटोमा पनि मजाले चाहिँ पिसेर यसरी पेस्ट बनाउन सक्नुहुन्छ। साथीहरु लसुनको भित्र विभिन्न किसिमका एल्सियन एसिड पाइन्छ, जसले गर्दा हाम्रो दाँतमा रहेका ब्याक्टेरियाहरूलाई सजिलै तरिकाले मार्न चाहिँ मद्दत गर्छ। यसका भित्र चाहिँ एन्टिब्याक्टेरियल, एन्टी फंगल, एन्टी एसिड जस्ता गुण पाइन्छ, जसले सजिलै हाम्रा दाँतहरू सुरक्षित राख्न सहयोग गर्छ। लसुनमा भिटामिन सी, फस्फोरस, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी भएकोले पनि यो चाहिँ एकदम चाहिँ लसुन चाहिँ लाभदायक हुन्छ। सामान्यतः यो चाहिँ यसरी पेस्ट बनाएर चाहिँ हामीले दाँत दुखेको ठाउँमा लगाउनाले पनि यो त नर्मल्ली चाहिँ दुखेको ठाउँमा, दाँत दुखेको ठाउँमा यसले चाहिँ दुखाइ कम गर्ने गर्छ। लसुन एकदम लाभदायक हुन्छ लसुन। अब यसरी कुटिसकेको मजाले यो लेदो पेस्ट बनाएको लसुनलाई अब हामीले यहाँबाट निकालेर एकदम सफा प्लेटमा राख्छौँ। यसैको लसुनको पेस्टलाई हामीले एउटा चाहिँ सफा भाँडामा लान्छौँ। सफा भाँडामा मजाले लाने, सफा भाँडामा लगेपछि सफा निम्बुलाई मजाले चाहिँ लाने, एउटा निम्बु लाने, यसको यसरी काट्दिने यतापट्टिको हैन, बाहिर मजाले बिचैमा काटेर निम्बुलाई मजाले यो लसुनको पेस्टमा 4-5 थोपा यसरी मिलाएर चाहिँ यसको पेस्टलाई मजाले यसरी गल्ने। यसरी केही समयसम्म लसुनको पेस्ट र निम्बुको पेस्ट यसरी मजाले यसलाई चाहिँ गरेर मिलाउने। त्यसपछि मजाले यसरी लसुनको पेस्टलाई गलेपछि फेरि यसमा चाहिँ हामीले चाहिँ 1 चम्मच सफा नुन लिने, नुनलाई पनि यहाँ चाहिँ मजाले यसरी हालेर मजाले यसलाई पेस्ट चाहिँ गल्ने चाहिँ मजाले घोल्ने। यसमा फेरि यसरी मजाले घोलेपछि यसको बाद चाहिँ तपाईले नुन पनि एकदम लाभदायक हुन्छ हाम्रो जीवनमा। नुनले पनि हाम्रो चाहिँ कतिपय कोलगेटहरुमा पनि तपाईलाई थाहा होला, विभिन्न कोलगेटहरुमा चाहिँ नुनको मात्रा पनि भेटिन्छ। निम्बु त अब मान्छेहरुको खास गरी यसमा एसिड हुन्छ, अम्ल एसिड हुन्छ, त्यो भएर पनि तपाईको दाँतलाई नर्मली हामीले निम्बु पानीले यसो मुखलाई सफा गर्न, दाँतलाई सफा गर्न खोजे पनि निम्बुले चाहिँ दाँत सफा हुन्छ। हामीले अदुवा पनि लाने, अदुवालाई यसरी छिलिसकेपछि मजाले काट्ने र अदुवालाई पनि यसको पनि अदुवाको पनि मजाले सिलौटोमा अथवा यस्तो सिलौटोमा चाहिँ तपाईले मसिनो यसको पनि लेदो तयार पार्ने। लेदो तयार हुँदैछ। लेदो पनि हाम्रो जीवनको लागि एकदम चाहिँ हर चिजमा चाहिँ काम लाग्ने, खानामा पनि मसलामा युज गर्ने। अन्य तपाईको जस्तो खोकीहरु लागेको छ भने त्यसलाई पनि पोलेर मजाले अदुवा खायो भने
तपाईँको खोकीलाई पनि चट्टै यसले सन्चो गराउँछ। यसरी लसुनको अनि नुनलाई अदुवाको चाहिँ पेस्टलाई मजाले घोल्ने हिसाबले चाहिँ यसरी यसलाई पनि मिक्स गर्ने। त्यसपछि हामीले यसमा चाहिँ डेली हामीले युज गर्ने कोलगेटलाई पनि हैन, कोलगेटलाई पनि हामीले तपाईले आफ्नो आवश्यकता अनुसार चाहिँ कोलगेटलाई कति युज गर्नुहुन्छ साँझ र बिहानलाई पुग्ने हिसाबले यसमा चाहिँ तपाईले कोलगेटलाई पनि मिक्स गर्ने। यसरी मजाले मिक्स गर्ने। यसरी मिक्स गरेर मजाले यसलाई चाहिँ एकदम चाहिँ घुलिने हिसाबले सबैमा मिसिने हिसाबले चाहिँ यसरी मिक्स गर्नु। हाम्रो चाहिँ एकदम चाहिँ सही तरिकाले चाहिँ पेस्ट तयार भयो। अब यो पेस्टलाई तपाईले आफूले डेली युज गर्ने ब्रसमा आवश्यक अनुसार चाहिँ एप्लाई गर्नुस्। यसमा मजाले राख्नुस्। साँझ र बिहान र दिउँसो सकभर तपाईले 3 टाइम गर्दा अझै राम्रो। नभए साँझ र बिहान तपाईले यो पेस्टलाई यसरी डालेर